तिमीलाई हल्का फर्मुलाहरू चाहिँ रिकल गराउँछु क्या तिमीलाई, अनि बल्ल हामी टपिक स्टार्ट गरौँला। ठिक छ गाइज? पहिला हामी 15 मिनट जति फर्मुलाहरू रिकल गरौँ। र अन्त मोलारिटीको फर्मुला के हो गाइज भन त? मोलारिटीको फर्मुला के थाहा छ? नम्बर अफ मोल्स अफ सल्युट डिवाइड बाइ भोल्युम लिटरमा हुनुपर्छ। नम्बर अफ मोल्स अफ सल्युट डिवाइड बाइ भोल्युम लिटरमा हुन्छ हो न। यदि तिमीले भोल्युम एमएलमा राखिरहेछौ भने इन्टु के गर्नु पर्यो? 1000। त्यस्तै मलाई भन्दा व्हाट इज द फर्मुला अफ मोलालिटी नम्बर अफ मोल्स अफ सल्युट डिवाइड बाइ मिलीलिटर दैट वेट अफ weight of सल्भेन्ट केजीमा लिनुपर्छ। मोलालिटी भनेको नम्बर अफ मोल्स अफ सल्युट डिवाइड बाइ वेट अफ सल्भेन्ट केजीमा हुनु पर्यो। थर्डमा ल न पर्सेन्टेज डब्लु बाइ डब्लु भनेको के हो थाहा छ? वेट अफ solute is present in वेट अफ 100 सल्युट ग्राम। 100 gram of solution. त्यो डेफिनेसन भयो, फर्मुला भनिरहेको छु। वेट अफ सल्युट इन ग्राम डिवाइड बाइ Weight of solution weight of solution in gram into 100. into 100. into 100। त्यसमा भन्नु पर्सेन्टेज डब्लु बाइ भी के होला? Weight of solute in gram by volume of solution weight of solution in in ml ml. into 100. No. weight of solute in gram divide by volume of solution in ml into के हो न 100। ठीक छ? ग्राम पर लिटर भने के हो? ग्राम पर लिटर भनेको weight of solute in gram divide by volume of solution in liter। एकछिन है ल। अब एउटा फर्मुला हुन्छ तिमीले पढ्या होला, मोलारिटी इक्वल टु के हुन्छ थाहा छ? नम्बर अफ मोल्स अफ सल्युट डिवाइड बाइ भोल्युम लिटरमा। देयरफोर नम्बर अफ मोल्सको फर्मुला के होला भन त? मोलारिटी into volume. भोल्युम लिटर। ल न यदि तिमीले हैन मोलारिटी इन्टु भोल्युम एमएल गर्यो भने यो के आउँछ थाहा छ? मोल्समा हुँदैन, के आउँछ? मिलिमोल्स आउँछ। त्यसमा मलाई भन्न 6 नम्बरमा हेर, 5 नम्बरमा नर्मलिटी भने के भने त? हेर मोलारिटी वा नम्बर अफ मोल्स gram equivalent by Volume liter. नम्बर अफ ग्राम इक्विभ्यालेन्ट equivalent by volume in liter. हो। नम्बर अफ ग्राम इक्विभ्यालेन्ट डिवाइड बाइ भोल्युम लिटरमा लिनु पर्यो। नम्बर अफ ग्राम इक्विभ्यालेन्ट डिवाइड बाइ भोल्युम लिटर। नम्बर अफ ग्राम इक्विभ्यालेन्ट डिवाइड बाइ भोल्युम लिटर। ल न नम्बर अफ इक्विभ्यालेन्ट अथवा नम्बर अफ ग्राम इक्विभ्यालेन्ट इक्वल टु के होला? नर्मलिटी इन्टु भोल्युम लिटर। बुझिरहेको छु? ल न नर्मलिटी इन्टु भोल्युम एमएल भयो भने त्यसलाई हामी के भन्छौँ थाहा छ? नम्बर अफ Milligram equivalent. milligram equivalent. मिलिग्राम इक्विभ्यालेन्ट भन अथवा मिली इक्विभ्यालेन्ट भन, एउटै कुरा हो। बुझ्यो? यो सबै फर्मुला हामीलाई काम लाग्छ। र थाहा छ यो जुन छ नि ग्राम इक्विभ्यालेन्ट निकाल्ने, ग्राम इक्विभ्यालेन्ट निकाल्ने 3टा फर्मुला छ। एउटा वेट बाइ इक्विभ्यालेन्ट वेट, अर्को भनेको Number of moles into Faraday factor. भोल्युम लिटर इक्वल टु नम्बर अफ मोल्स Moles into in valency factor. यो सबै रिकल भइरह होला फर्मुलाहरू। ठिक छ? यसमा यो फर्मुलाको चार्ट लेख। राइट अन द फर्मुलाको चार्ट। राइट अन द फर्मुलाको Done, sir. राइट अन द फर्मुलाको चार्ट। के भन? रे भाई कता गयो रे? हो गया सर, आगे बढ़िए। हो गया। सुन, यदि एसिडको मिक्सरलाई मिक्स गर्यो भने हैन, एसिडलाई मिक्स गर्यो भने फाइनल सल्युसनको जुन नर्मलिटी हुन्छ नि, फाइनल सल्युसनको नर्मलिटी यदि तिम्रो मिक्सर एसिडको मिक्सर छ भने कसरी निकाल्न थाहा छ? यो एनआर भनेको फाइनल सल्युसनको रिजल्टेन्ट नर्मलिटी इक्वल टु के होला भन? N1V1 plus N2V2 plus तल के होला? V1 plus V plus
अच्छा Yes. यो फाइनल जुन सल्युसनको जुन एनआर आउँछ नि मतलब फाइनल सल्युसनको कन्सन्ट्रेसन जुन आउँछ नि नर्मलिटीमा त्यो नै के हुन्छ थाहा छ इज इक्वल टु के हुन्छ एच प्लसको कन्सन्ट्रेसन हुन्छ एसिड एसिड मिक्स गर्दाखेरि यो एसिड मिक्सरको लागि त्यो कसको लागि गाइज भन त एसिडको मिक्सरको लागि ल न बेसको मिक्सरको लागि के होला एनआर इज इक्वल टु के होला भन N1 V1 minus sample V2 by N1 plus. N1 V1 माइनस हैन सेम हुन्छ त्यही हुन्छ नि बेसको मिक्सर गाइज ल न यो चाहिँ OH माइनसको कन्सन्ट्रेसन हुन्छ अब तिमी के हो र एसिड बेसको मिक्सर भयो भने ल न एसिड बेसको Then मिक्सर भयो N थाहा mix. छ न NR इज इक्वल टु NaBA माइनस NB डिवाइड बाई VR अब हेर यदि हैन यो यसलाई भन्छ ग्राम इक्विभलेन्ट अफ एसिड यसलाई हामी के भन्छौँ ग्राम इक्विभलेन्ट अफ बेस ल भने यो के हो ग्राम इक्विभलेन्ट अफ एसिड यो के हो ग्राम इक्विभलेन्ट अफ बेस यदि एसिड को ग्राम इक्विभलेन्ट बढी छ भने फाइनल सल्युसन के हुन्छ भने एसिडिक हुन्छ Acidic. र यहाँबाट हामी के पाउँछौँ H+ पाउँछौँ यो NaBA बढी NbVb भन्दा ल भने यदि NaBA कम भयो भने फाइनल सल्युसन के हुन्छ बेसिक हुन्छ र त्यसले के दिन्छ OH माइनसको कन्सन्ट्रेसन दिन्छ यो कतिखेर NaBA लेस देन NB ल यदि बराबर भयो भने के हुन्छ सल्युसन के हुन्छ न्यूट्रल हुन्छ न्यूट्रल बराबर भने सल्युसन के हुन्छ न्यूट्रल यहाँसम्म बुझ्यो गाइस Yes, Yes, sir. sir. केही त बोलिदेऊ भाइ यार यस बुझ्यो सर र तिमीलाई यो सेमी मोलरहरू थाहा होला सेमी मोलर डेसिमोलर त पक्कै थाहा होला हैन र तिमीले एउटा कुरा यो पनि पढ्यौ होला याद गर त यो जुन मोलरिटी छ नि मोलरिटी यसको तिम्रो फर्मुला के छ नम्बर अफ मोल्स डिवाइड बाइ भोल्युम लिटरमा अर्को के होला यो मोल्स भनेको त वेट बाइ मोलिकुलर वेट हो के भन वेट बाइ मोलिकुलर वेट इन्टु भोल्युम लिटर हैन अर्को फर्मुला के होला ग्राम पर लिटर बाइ ग्राम पर लिटर बाइ के होला मोलिकुलर वेट होला ग्राम पर लिटर बाइ के होला मोलिकुलर वेट होला ग्राम पर लिटर भाइ यही त नि ग्राम पर लिटर भाइ यही त नि ग्राम पर लिटर बाइ मोलिकुलर वेट इक्वल टु के होला थाहा छ यदि तिमीलाई सल्युसनको कन्सन्ट्रेसन परसेन्टेज W बाइ V को टर्ममा दिएको छ भने के गर्ने थाहा छ याद गर मोलरिटी इक्वल टु के पर्यो होला परसेन्टेज W बाइ V इन्टु 10 गरे होला डिवाइड Yes, बाइ sir. मोलिकुलर वेट गरे होला ल न परसेन्टेज W बाइ W को टर्ममा दिएको छ भने के गरे होला याद गर परसेन्टेज Into density, sir. into density sir. Into 10 into T. मोलिकुलर सेम नाटक तिमीले नर्मेटिभमा गरे होला यहाँ चाहिँ के हुन्छ ग्राम इक्विभलेन्ट बाइ भोल्युम लिटर गरे होला यहाँ के होला वेट बाइ इक्विभलेन्ट वेट इन्टु भोल्युम लिटर गरे होला भनेको ग्राम पर लिटर बाइ इक्विभलेन्ट वेट गरे होला इक्वल टु के होला परसेन्टेज W बाइ V इन्टु 10 बाइ इक्विभलेन्ट वेट गरे होला परसेन्टेज W बाइ W इन्टु 10 इन्टु डेन्सिटी बाइ इक्विभलेन्ट वेट गरे होला देखो भाइ सब फर्मुला मैले एकैचोटि लेखिदिएँ ए भाइ कता गयो ए भाइ अब हम स्टार्ट करते हैं मजा आयो नि Okay, यति sir. रिभिजन पढ्नु थिएन भन त यति रिभिजन